गाइस अहिले चाहिँ आमा र म यहाँ जुन चाहिँ पछाडि सानो बारी देख्नुहुँदैछ त्यसलाई खनेर मिलाएर चाहिँ के रोप्न आँटेको छ भन्दा हेर्न सक्नुहुन्छ यो साग। यो चाहिँ कस्तो खालको साग हो थाहा छैन तर आफूले ल्याउनु भएको रहेछ हो। अन्त अब यसलाई चाहिँ यता सार्नु पर्ने छ। यहाँको साग त सबै गाईले खाइदिइहाल्यो। अब चाहिँ रोपिसक्यो है। देख्दा मात्रै बेसी देखेको छ भ्यू। यो चाहिँ सानो सानो जतिकै रहेछ भातमा रोप्नुको लागि। ठुल्ठुलो चाहिँ सारेको छ है। अनि यता चाहिँ खोर्सानी र गाजर के को भ्यू छरिरहेको छ। सक्यो अब बाई बाई। मेरो नङ पनि बाँच्यो।